ल है गुड इभिनिङ साथीभाइहरू। आज चाहिँ यसो अब होइन छुट्टीको दिनमा अब यसो आफै घरमा मिस्टर सेफ भएर यसो कुकिङ हानेको। अनि यसो कुकिङमा चाहिँ मैले यो आलु र स्पिनाच मिक्स गरेर अनि यसलाई यसो पकाएर फ्राई गरिवरी खान लागेको। अनि मसँग अर्को चिज के छ भने आजको स्पेसल चाहिँ के भने मुलाको अचार, टमाटर, धनिया अनि स्पाइसी चिल्ली, त्यसलाई चाहिँ ग्राइन्डरमा मिक्स गरेर मुलालाई चाहिँ चना पिस पिस काटेर त्यसको अचारसँग भात, तरकारी, मुलाको अचार चाहिँ खान लागिएको छु।